जोहार एंड नमस्ते। आज हम उपस्थित आए क्रांति ब्लॉकर आनंदपुर चाय बागान में, जहाँ में हमें के देखेंगे मिला एक खूब ही सुंदर एक इंजॉय कर हमें कर माहौल देखेंगे मिला। तो हमने ये इंजॉय कर माहौल हमके सूत्र से हमें पता चला कि तो है कि क्रिसमस का जो आवत है और ऊपर ले ईमान पूरा इच्छुक है कि ईमान जे एक केरल का हिसाब से ईमान सुन लो वो हिसाब से ईमान इंजॉय करता है। तो आगे हमने पूछो क्या है कि तो उन्हीं मौसम बना रहा जोहार जोहार के साथ हामी 2000 वर्ष अगाडि नै प्रभु येशू ख्रिस्टको जन्म भइसकेको थियो। अनि त्यो प्रभु येशू ख्रिस्टको जन्म सुसन्देश फेरि पनि हामीले स्मरण गर्दै हामी आनन्दपुर शिलो मण्डली लगायत गेतसेमनी मण्डलीसँग आज पनि प्रभु येशू ख्रिस्टको जन्मदिनबारे हामीले शुभ सन्देश बाँड्ने फेरि यो मौका पायौँ र हामीले प्रभुको जन्मदिनको यी शुभ अवसरलाई सबैजना मिलेर हामीले मनाएका छौँ र प्रभुको जन्म त 2000 वर्ष अगाडि नै भइसक्यो, तर हामीले आज पनि प्रभुको त्यो जन्मदिनलाई स्मरण गर्ने गर्छौँ र हामी गोरुबथान कलवरी चर्चबाट हामी यतिका सबै टोलीहरू भेला भएर आनन्दपुर शिलो मण्डली अनि लगायत हामी गेतसेमनी दामदिन गेतसेमनी मण्डलीसँग अब प्रभुको सुसन्देशहरू बाँडेका छौँ र यो प्रभुको सुसन्देश अर्थ हुन्छ प्रभु चाहिँ 2022 साल अगाडि जन्मनुभयो र हामी सबैजनाको लागि जन्मनु भएको हो र हामी सबैले उहाँलाई पछ्याउने, उहाँलाई विश्वास गर्ने भनेर अरूलाई पनि यो हामीले सम्झाउने र दर्शन दर्शाउने हामी याद गरेका छौँ र हामीले सबैजनालाई यी कुराहरू सम्झाएका छौँ, बुझाएका छौँ, सुनाएका छौँ र सबैले यो कुराहरू बुझेका छन् र हामी सबैजना सबै मण्डली मिलेर उत्साह उमङ्गसँग प्रभुको जन्मदिनको अवसरमा हामी रमाउँदै क्यारल गीत गाउँदै हिँडेका छौँ र धन्यवाद हामी दिन्छौँ यहाँका दामदिनका गेतसेमनी मण्डलीलाई पनि हामी धन्यवाद दिन्छौँ र उहाँहरूले पनि हामीलाई सपोर्ट गर्नुभयो।